बालेन शाह प्रधानमन्त्री बनेको यो छोटो समयमा नेपालको राजनीति एकदम छिटो र जोरदार तरिकाले बदलिएको छ। पुराना नेताहरू जेल गए, नयाँ सुधारहरू सुरु भए, तर नयाँ मन्त्रालयको रवैयाले एकचोटि सोच्न बाध्य बनाएको छ। यो रवैया समस्या हो कि अनुभवको कमी? केहीले भन्छन् यो राजनीतिक बदला जस्तो पनि देखिन्छ। आजको भिडियोमा हामी कुरा गर्छौँ के राम्रो भयो, के नराम्रो भयो, पुराना पार्टीमाथि के असर पर्यो र नयाँ सरकारको चुनौती के हो। यही वर्ष 23 भदौमा जेनजी युवाहरूले ठुलो आन्दोलन गरे। त्यसमा 76 जना मारिए। त्यस पछाडि ओली सरकार ढल्यो। सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बन्यो र 21 फागुनमा चुनाव पनि भयो। चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी आरएसपीले ठुलो जित हासिल गर्यो। 275 सिटमध्ये 182 सिट ल्याउन सफल भयो। त्यसपछि 35 वर्षका बालेन्द्र शाह नेपालको सबैभन्दा युवा प्रधानमन्त्री बने र 13 चैतमा शपथ पनि लिए। यो जित कसरी भयो? एक्सपर्टको कुरा सुन्ने हो भने जेनजी आन्दोलनको स्याक्रिफाइस र परिवर्तनको लहरले ठुलो भूमिका खेलेको छ। धेरैले भन्छन् यो सिम्पथी या समर्थनको लहर थियो। यति मात्र होइन, आरएसपीसँग जोडिएका जो कोही उम्मेदवारले जित्ने सम्भावना उच्च थियो, किनकि आन्दोलनको प्रभावले पुराना पार्टीहरूलाई एकैचोटि कमजोर बनाएको थियो। राम्रो मान्छे होस् या नराम्रो, आरएसपीको टिकट पाए पछाडि जित्ने मौका धेरैले पाए। तर यो छोटो समयमा के भयो हेरौँ। राम्रो कुराहरू। पहिलो, सरकारले 100 बुँदे सुधार योजना ल्यायो। 100 दिनभित्र लागू गर्ने भनेको छ। यो फास्ट एन्ड फ्युरियस वे भनेर चिनिन्छ। छिटो, साहसी र जनताको जीवनमा ठोस परिवर्तन ल्याउने योजना। दोस्रो हो, जेनजी आन्दोलनमा छानबिन रिपोर्ट लागू गरियो। चैत्र 14मा पूर्व प्रधानमन्त्री केपी ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरियो। आरोप हो युवा मारिएको घटनामा लापरवाही। यो कदमले धेरै युवालाई न्याय मिल्ने आशा जगाएको छ। तेस्रो हो, 3 जना पूर्व प्रधानमन्त्रीमाथि मनी लन्डरिङको अनुसन्धान सुरु भयो। एउटा पूर्व मन्त्री पनि पक्राउ परेका छन्। यो एक्सनले अब कसैलाई उन्मुक्ति मिल्ने छैन भन्ने सन्देश गएको छ। र चौथो हो, सरकारी अस्पतालमा गरिबका लागि 10% बेड निशुल्क बनाउने निर्देशन र सँगसँगै आन्दोलनमा मारिएका परिवारलाई नेपाल विद्युत प्राधिकरणमा जागिर दिइने भनिएको छ। र पाँचौँ हो, विदेश नीतिमा पनि नयाँ शैलीको सुरुवात। 17 जना राजदूतसँग सामूहिक बैठक गरी सन्तुलित र व्यावहारिक नीतिको सन्देश दिइएको छ। यो सबै हेर्दा लाग्छ बालेन शाहले देखाएका छन् कि सरकार छिटो, साहसी र युवा केन्द्रित हुन सक्छ। अब कुरा नराम्रोको। पहिलो, मन्त्रीहरूको छनौटमा हतार र इम्मेच्योर सेलेक्सन देखिएको छ। धेरै मन्त्रीहरू कहिले सरकारमा काम गरेका छैनन्। अनुभव कम छ र केहीको शैक्षिक पृष्ठभूमि पनि विवादित छ। दोस्रो, नयाँ सरकारको होम मिनिस्टरले पहिलो हप्तामै उच्च स्तरीय पक्राउ गरेका छन्। सोसल मिडियामा पोस्ट आएको छ। अब यो रवैया समस्या पो हो कि पहिले नै ठुलो जिम्मेवारी दिइएको पो हो कि पुलिसको काममा व्यक्तिगत हस्तक्षेप गरेको जस्तो देखिन्छ। केहीले भन्छन् यो राजनीतिक बदला जस्तो छ। कानुनी प्रक्रिया पुरा नगरी हतार गरियो भनेर आलोचना आएको छ। अब ठुलो प्रश्न यो हो, यो रवैया समस्या हो कि प्योर अनुभवको कमी? आरएसपी नयाँ पार्टी हो। धेरै मन्त्री पहिलोपटक सरकारमा आएका छन्। बालेन शाहको आफ्नै अनुभव पनि मेयरको मात्र छ, नेसनल लेभलको होइन। र बालेन शाहको पुरानो मेयर कालमा पनि धेरै कन्ट्रोभर्सीहरू आए। अब नेसनल लेभलमा त्यही शैली हुन्छ हुँदैन समयले भन्छ। हामी सोचौँ परिवर्तन राम्रो हो, तर अन्धो आक्रोशले देशलाई अझ अस्थिर बनाउन सक्छ। यो रवैया समस्या हो कि अनुभवको कमी? बालेनले ओलीलाई आफ्नै झापा क्षेत्रबाट ठुलो मतले हराएका हुन्, लगभग 50,000 भोटले। काठमाडौँ उपत्यका काङ्ग्रेस र एमालेका सुरक्षित सिट सबै आरएसपीले कब्जा गर्यो। पक्राउ र अनुसन्धानले पुराना नेताहरूको शक्ति कमजोर भएको देखिन्छ। नेपोबेबी र भ्रष्टाचार विरुद्धको युवा क्रोध पुरा भए जस्तो पनि देखिन्छ। अब पुराना पार्टीहरू सडक आन्दोलन र कानुनी लडाइँ गरिरहेका छन्। यो समय धेरै नै कम समय हो। बालेन शाहले परिवर्तनको आशा जगाएका छन्, तर चुनौती ठुलो छ। युवा बेरोजगारी, ब्रेन ड्रेन, भ्रष्टाचारमा काम हुन अझै बाँकी छन्। यो जेनजीको भिक्ट्री हो कि नयाँ वर्गको उदय? समयले देखाउनेछ। अन्तमा यो भन्नु अझै चाँडो छ कि सबै कुरा राम्रो या नराम्रो भयो, तर परिवर्तन यति छिटो र ठुलो छन् कि हामीले यो सबै कुरालाई अनदेखा गर्न सक्दैनौँ। तपाईँलाई यो छोटो समयको परिवर्तन कस्तो लाग्यो? कमेन्टमा लेख्नुहोस् र भिडियो मन पर्यो भने लाइक, सेयर र सब्सक्राइब पनि गर्नुहोस्।